संघर्षको पर्यायवाची जिल्ला, दान प्रतिरोध र बलिदानको पर्यायवाची जिल्ला, जहाँ 2016 सालमा किसान नेता गुमराहहरूले आफ्नो रगतले यहाँको धरती भिजाउनु भएको थियो, जहाँ 2051 सालको मध्यवधि चुनाव ताका बिजौली गोलीकाण्डमा थुप्रै हाम्रा अग्रजहरूले शहादत दिनुभएको थियो, जहाँका कहिल्यै बिर्सिन नसकिने नेता नेत्रलाल अवागीले लेख्नु भएको थियो, आँधी हुरी नचलेको बेला त्यो एउटा नर्कट पनि उभिन सक्छ, तर साँच्चै आँधी हुरी चलेको बेला 70 साल मात्रै ठिङ्गो उभिन सक्छ। त्यो उद्घोष, त्यो संघर्ष, त्यो प्रतिरोधको चेतनाको बीजारोपण गर्ने यो जिल्लामा आज राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश र पार्टी जिल्ला कमिटीको आयोजनामा जुन भव्य जागरण सभा यहाँ आयोजना भएको छ, म यो आयोजना गर्ने सबै कमिटीहरूलाई हृदयदेखि नै धेरै धेरै धन्यवाद भन्न चाहन्छु र यो कार्यक्रममा उपस्थित हुनुभएका तपाईहरु सबैलाई सिङ्गो पार्टीको तर्फबाट हार्दिक अभिनन्दन पनि व्यक्त गर्न चाहन्छु। आदरणीय कमरेडहरू, आदरणीय दाजुभाइ दिदीबहिनीहरू, आज देश 2 महिना अगाडि भदौ 23 गते भएको जेनजी युवाहरूको प्रदर्शन, त्यो प्रदर्शन पछि षड्यन्त्रकारीहरूबाट गराइएको घुसपेट, मुठभेड र ती निर्दोष युवाहरूको बलिदान र त्यही न्यूमा भदौ 24 गते हातमा राको बोलेक बोकेर, हातमा पेट्रोल बम बोकेर, हातमा केमिकल बोकेर देश जलाउन हिँडेका अराजक झुण्डहरूको त्यो देशव्यापी देशको त्यो आगजनी र दहनबाट, त्यसको ट्रमाबाट, त्यसको म कार्यक्रमको आरम्भमै व्यक्तिगत रूपमा क्षति बेहोर्नु हुने उहाँहरू सबैमा सिङ्गो पार्टीको तर्फबाट गहिरो दुःख व्यक्त गर्न चाहन्छु। मलाई विश्वास छ आपराधिक र अराजक जत्थाले जतिसुकै आक्रमण गरे पनि तपाईहरुको मनोबललाई गिर्न दिएको छैन, गिरेको छैन। तपाईहरु दुलो टकटकाएर उठ्न सक्नुहोस्, म कामना पनि व्यक्त गर्न चाहन्छु, शुभेच्छा पनि व्यक्त गर्न चाहन्छु। आज हामी त्यो घटनाबाट सृजित देशलाई पछाडि धकेल्न खोजिएका घटनाहरूको विरुद्ध सिङ्गो देशलाई फेरि उठाउने, खोज्न खोजिएको लोकतन्त्रलाई पुनर्स्थापित गर्ने, घाइते अवस्थामा भएको संविधानलाई सकुशल कार्यान्वयनमा ल्याउने र अराजकता, विध्वंस, मुख्यतया 3-4वटा विषयमा केन्द्रित रहेर केही भनाइहरू यहाँहरू समक्ष निवेदन गर्न चाहन्छु। पहिलो, हामीले बुझ्नुपर्ने विषय भदौ 23 र 24 का घटनाहरू के हुन्, ती घटनाहरूलाई नेकपा एमाले कसरी हेरिरहेको छ, तपाईँ हामीले त्यसलाई कसरी हेर्नुपर्छ। दोस्रो, यो अवस्थाबाट मुलुकलाई निकास दिने नेकपा एमालेको रोडम्याप के हो, कसरी नेकपा एमाले यो अवस्थाबाट मुलुकलाई बाहिर निकाल्न चाहन्छ। तेस्रो, आफूलाई प्रदर्शनमा उतारेका युवा साथीहरूलाई हाम्रो भनाइ, हाम्रो सन्देश उहाँहरूसँग के छ। र चौथो, यो प्रतिकूल अवस्थामा नेकपा एमाले कसरी अगाडि बढ्न चाहिरहेको छ, आफूलाई कसरी पुनर्व्यवस्थित गर्दै अगाडि बढिरहेको छ। मुख्यतया यी 4वटा कुरामा केन्द्रित रहेर म तपाईहरुसँग केही निवेदन गर्न चाहन्छु। आदरणीय महानुभावहरू, आदरणीय कमरेडहरू, भदौ 23 गते बिहान करिब 9 बजेतिर आफूलाई जेनी भनेर चिनाउने अहिलेको नयाँ पुस्ता केही माग सहित माइतीघर मण्डलमा जम्मा भयो। उहाँहरूका मागहरू सिम्पल थिए। देशमा भ्रष्टाचार नियन्त्रण हुनु पर्यो, सुशासन कायम हुनु पर्यो र सरकारले नियमनका लागि, अर्थात् नेपालमा बिजनेस गर्ने हो भने तिमीहरू नेपालमा दर्ता हुनुपर्छ, सूचीकृत हुनुपर्छ,
सूचीकृत नभइकन तिमीले व्यापार गर्न पाउँदैनौ, यहाँबाट नाफा लैजान पाउँदैनौ भनेर नियमनका लागि दबाब दिन बन्द गरिएका सामाजिक सञ्जालहरू निर्वाध चल्न पाउनु पर्यो। यिनै केही मागहरू सहित उहाँहरू शान्तिपूर्ण प्रदर्शनमा उत्रिनु। प्रदर्शनमा अगाडि बढ्ने बेलामा हामीले सुन्यौं उहाँले केही राम्रा कुराहरू गर्नुभयो। हामी पुलिससँग मुठभेड गर्दैनौं, हामी निषेधित क्षेत्र तोड्दैनौं, एउटा फुलको हाँगा पनि भाँच्दैनौं। सुरुमा त्यो प्रदर्शन शान्तिपूर्ण ढंगले अगाडि बढ्यो। ती युवाहरूले अगाडि सारेका ती माग या उहाँहरूले गरेको शान्तिपूर्ण प्रदर्शनप्रति कसैको पनि गुनासो हुन सक्ने, असहमति हुन सक्ने या त्यसलाई कसैले पनि नकारात्मक ढंगले लिने कुरा भएन। त्यसप्रति हामी सकारात्मक नै छौं। तर त्यो जुलुस अगाडि बढ्दै जाँदा बिजुली बजारको पुल क्रस गरिसकेपछि जुन ढंगले त्यो शान्तिपूर्ण आन्दोलनभित्र घुसपेट भयो, टी सर्टमा टिबेटन ओरिजिनल बोर्ड लेखेका कमान्डो टाइपका मान्छेहरू बुलेट बाइक पड्काउँदै जसरी उनीहरू भित्र छिरे, पछाडि पिस्तोल हल्लाउँदै जसरी उनीहरूले मान्छेलाई सन्त्रस्त बनाए, कमान्डो ड्रेस लगाएका कानमा वाकी टकी बोकेका मान्छेहरू बाक्लो मास्क लगाएर जसरी उनीहरूले मासलाई उत्तेजित बनाए, स्थिति यस्तो भयो कि ती युवा विद्यार्थीहरू जसलाई जो आफैमा एकदम इनोसेन्ट निर्दोष थिए र जसलाई भनिएको थियो तिमी कलेजको युनिफर्म लगाएर जाऊ, त्यसपछि पुलिसले लाठीचार्ज पनि गर्दैन, गोली पनि चलाउँदैन भनेर ती युवाहरूलाई अगाडि सारेर जबरजस्ती निषेधित क्षेत्र तोड्ने, जबरजस्ती संसद भवनसम्म पुर्याउने, गैँची र बेल्चा लगेर संसद भवनका पर्खालहरू भत्काउन र त्यहाँका सुरक्षा चौकीहरूलाई, सुरक्षा पोस्टहरूलाई कब्जा गर्न उक्साउने र संसद भवनतिर हुल्ने जुन काम भयो, त्यसपछि एउटा दुखान्त घटना घट्यो। आज हाम्रो प्रश्न छ, को थिए ती घुसपैठियाहरू जसले भर्खर कलेज पढ्दै गरेका विद्यार्थीहरूलाई मानव ढाल जस्तो बनाएर संसद भवन भत्काउनका निम्ति प्रेरित गरे। विद्यार्थीको भावना त पवित्र थियो, एउटा रुखको हाँगा पनि भाँच्दैनौ भनेर, एउटा फुलको बेर्ना पनि मास्दैनौ, एउटा दुबो पनि टिप्दैनौ भनेर शान्तिपूर्ण प्रदर्शनमा उत्रेका विद्यार्थीहरूलाई उचालेर धकेलेर उनीहरूलाई अगाडि लगाएर मानव ढाल जस्तो बनाएर संसद भवन आक्रमण गर्न उक्साउनेहरू को थिए? हाम्रो प्रश्न छ र हामीले त्यसको निष्पक्ष छानबिन होस्, अपराधीहरूको मुकुण्ड उतारियोस् र तिनीहरूलाई कडाभन्दा कडा सजाय दिइयोस् भनेर माग गरिरहेको छौं। निकाल्छौं या उनीहरूले चुनाव जिते भने पनि हामी चाहिँ त्यसलाई बदर गर्छौं, यो ढंगका धम्की दिइरहेका छन्। यद्यपि यो धम्की मात्रै हो, यो नेकपा एमाले र मलाई लाग्छ अरू राजनीतिक पार्टीहरू पनि यस्ता धम्कीहरूबाट डराउने भन्ने त कुनै प्रश्न नै हुँदैन। किनभने हामी न राणाहरूसँग डरायौं, न 30 वर्षीय पञ्चायतसँग डरायौं, न बन्दुक बोकेको सशस्त्र विद्रोहीहरूसँग डरायौं, न ज्ञानेन्द्रको तानाशाहीसँग डरायौं। यस्ता अराजकहरूसँग डराउने भन्ने प्रश्न होइन। तर चुनावका लागि वातावरण त बन्नुपर्छ होला नि त। यो सरकारका क्रियाकलापले गर्दा हाम्रो गम्भीर सन्देह छ कि मुलुक चुनावतिर गइरहेको छैन, बरु एकपछि अर्को गर्दै सरकार बदल्ने एउटा प्रयोग स्थल जस्तो बनाइदैछ। जसरी ज्ञानेन्द्रले असौज 18 पछि विभिन्न प्रयोगहरू गर्दै माघ 19 घटाएका थिए, मुलुकलाई त्यही दिशातिर लैजाने प्रयत्नहरू भइरहेको छ। त्यस्तो स्थितिभित्र नेकपा एमालेको बनाइयो चुनाव नहुने छलफल गर्छौं, उहाँहरूका जायज कन्सर्नहरूलाई त्यही सरकारले सम्बोधन गर्छ, परिआउँछ भने हामी संविधान संशोधन गर्छौं र अर्ली इलेक्सन गरेर फेरि एउटा इलेक्टेड गभर्नमेन्टलाई सत्ता हस्तान्तरण गर्छौं। मुलुकको अहिलेको संकटबाट निकासका लागि त्यो बाहेक अर्को कुनै बाटो छैन भन्ने उहाँहरूसँग संवाद गर्न चाहन्छु। नवयुवा साथीहरू कोसिस गर्दै पनि
कतिपय ठाउँमा भ्रष्टाचार नियन्त्रण भइरहेको छैन, त्यो सत्य हो। तर यही लोकतन्त्र हो जसले ललिता निवास जस्तो काठमाडौँको मुटुमा रहेको 130 रोपनी जग्गा हडेपेका ती ठगहरूलाई, त्यो सरकारको ढुकुटीलाई, सरकारको सम्पत्तिमाथि हिनामिना गर्नेहरूलाई जेल पठाएको यही लोकतन्त्रले हो। यही लोकतन्त्र हो जसले सुनको कारोबारमा संलग्न भनेर आरोप लगाएका चाहे पूर्व सभामुख हुन्, चाहे पूर्व उपराष्ट्रपतिहरू हुन्, उनीहरूका परिवारका मान्छेहरूलाई समेत जेल पठाउने यही लोकतन्त्र हो। गल्ती गर्नेहरूलाई लोकतन्त्रमा कारबाही पनि भइरहेको छ। तर तपाईहरुलाई यसरी एकहोरो र अतिरञ्जित सूचना पढाइयो कि मानव नेताहरू सबै भ्रष्ट छन् र उनीहरूका सन्तानहरू सबै खराब छन् भन्ने ढङ्गले नेपो बेबी र नेपो किड्सको नाममा तपाईहरुलाई दलहरू नेताहरू प्रति खालको जहर भर्ने काम भयो। त्यो सच्चाइ थिएन। जो दोस्रो तपाईहरुलाई एक खालको ईर्ष्या र जलनको एउटा नकारात्मक शिक्षा दिइयो। मैले मोरङ सुनसरी उदयपुर हुँदै मकवानपुर नवलपरासी चितवन नवलपुर रूपन्देही कपिलवस्तु कास्की विभिन्न ठाउँमा जहाँ जहाँ भदौ 24 गते ठुला ठुला क्षति भए ती ठाउँमा गएर अवलोकन गर्दा त्यहाँका साथीहरूसँग भेट्दा मलाई सबभन्दा चिन्ता लागेको विषय के छ भने आजको त्यो युवा पुस्तामा तपाईहरुमा एउटा यस्तो खालको मनोविज्ञान विकास गरिएको छ कि उद्योग गर्नु अपराधी हुनु हो जस्तो, राम्रो पढाइ गर्नु अपराधी हुनु हो जस्तो, व्यवसाय गरेर सफल हुनु अपराधी हुनु हो जस्तो। मिनबहादुर गुरुङजी भाटपटिनीका मालिक जसले आफ्ना 26-27 वटा डिपार्टमेन्टल स्टोर मार्फत 20,000 मान्छेहरूलाई रोजगारी दिनुभएको थियो। त्यो जलाएर के देशमा रोजगारी बढ्यो? हिल्टन जो आफैमा एउटा ठुलो अन्तर्राष्ट्रिय ब्रान्ड हो त्यो जलाएर के नेपालमा अब वैदेशिक लगानी आउँछ? चौधरी ग्रुपको सदुमल स्थित कारखाना जलाएर के हामीले रोजगारी पाइन्छ? सम्पन्न हुनु हो, भ्रष्टाचार गर्नु गलत हो, तर आफ्नो मिहिनेतबाट कोही सम्पन्न हुन्छ भने त हामीले खुसी पो मान्नु पर्ने हो, उसबाट त हामीले सिक्नु पो पर्ने हो। हामी टाटाको रतनलाल टाटाकोलाई आइडल मान्छौँ, स्टिभ जब्सलाई आइडल मान्छौँ, एलन मस्कलाई आइडल मान्छौँ, तर देशभित्र कसैले उद्योग गर्यो, कसैले राम्रो घर बनायो, कसैले व्यवसाय गर्यो, आगो लिएर झोस्दै जाने देश यसरी बन्छ? बन्दैन। तपाईहरुलाई एउटा गलत पाठ पढाइएको छ, तपाईहरुले त्यो अनलर्न गर्नुपर्छ भन्ने म आग्रह गर्न चाहन्छु। त्यो दिमागमा घुसाइएको त्यो स्थितिबाट तपाईहरु मुक्त हुनुपर्छ भन्ने म ठान्दछु। तपाईहरुको भविष्य लोकतन्त्र बलियो हुँदा मात्रै छ। लोकतन्त्र धर्मरायो भने धेरै पुरानो कुरै भएको छैन नि। 20 वर्ष अगाडिसम्म के थियो? देशको राजनीतिले बाटो बिराउँदा, देश अस्थिरतामा जाँदा देशमा सशस्त्र द्वन्द्व सुरु भयो, 17,000 मान्छे मारिए। अवस्था यस्तो भयो कि बिहान स्कुल गएका नानीहरू साँझ घरमा फर्किन पाउँछन् कि पाउँदैनन्, घाँसौरा गर्न गएका चेलीहरू सक्लै आउँछन् कि आउँदैनन्। यो ढङ्गको त्रासभित्र देश पुग्यो। राजनीति बिग्रिँदा, लोकतन्त्र खोसिँदा यो अवस्था हुँदो रहेछ। म युवा साथीहरूलाई आग्रह गर्न चाहन्छु, तपाईहरुलाई जसले पार्टीहरू सबै खराब हुन्, नेताहरू सबै खराब हुन्, यो संविधान सबै समस्याको कारक तत्व हो, यसलाई खारेज गरेर एउटा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री बनाएपछि रामबाण औषधि जस्तो सबै रोगको निदान त्यसैले गर्छ भनेर जे पढाइएको छ त्यो सर्वथा गलत कुरा हो। टाढा जानै पर्दैन। युक्रेन हेर्नुहोस्, त्यहाँ यसै गरिकन एकजना कमेडियनलाई प्रत्यक्ष निर्वाचित राष्ट्रपति बनाउँदा
आज युक्रेन कुन अवस्थामा पुगेको छ। आजको पुस्ताले यो घटनालाई हेर्नुपर्छ भन्ने म ठान्दछु। तपाईहरुलाई पढाइए जस्तो देश बर्बाद भएको होइन, देशले काफी प्रगति गर्दै गएको थियो।